के हजुरहरू जापान आउने सोचमा हुनुहुन्छ अथवा जापानमै आएर पनि भाषाहरू खासै जान्नुहुन्न अथवा पढ्नु भएको छैन, बिस्तारै पढ्ने सोचमा हुनुहुन्छ, प्लेटफर्म पाउनु भएको छैन भने यो भिडियो हजुरहरूको लागि हुनसक्छ। हजुरहरूसँग बस यो मिन्ना नो निहोङ्गो भन्ने बुक मैले स्क्रिनमा राखिदिन्छु। यो बुक हजुरहरूसित हुनुपर्छ। मिन्ना नो निहोङ्गो भन्ने बुक, त्यो बुक भयो भने चाहिँ हजुरहरूलाई म छोटकरीमा समग्रमा छोटकरीमा चाहिने कुराहरू मात्रै, बुकमा भएको सबै कुराहरू याद गर्नुपर्छ भन्ने हुँदैन। त्यो बुकबाट चाहिने कुराहरू मात्रै टिप्नु भयो भने हजुरहरूलाई पनि सजिलो, सिकाउने मान्छेलाई पनि सजिलो, सिक्ने मान्छेलाई पनि सजिलो हुन्छ। हजुरहरूले बुक चाहिँ लिनुभयो भने, बुक नभयो भने त हजुरहरूलाई गाह्रो हुन्छ, बुक भयो भने चाहिँ हजुरहरूलाई सजिलो हुन्छ है त। र मिन्ना नो निहोङ्गोको चाहिँ मैले सिधै यो पढाउने भन्दा पनि सुरुमा बुकमा भएको पेज नम्बर 7मा छ। बुक हुने मान्छेहरूले पेज नम्बर 7 हेर्नु होला। 7 नम्बर पेजमा चाहिँ के लेखेको छ, एउटा खाइवा छ। खाइवा भनेको चाहिँ के अरे कन्भर्सेसन अथवा मिटिङ हो है, खाइवा भन्छ है। त्यसलाई चाहिँ मैले लेख्छु है, खाइवा होला। खाइवा भनेको कन्भर्सेसन है। मतलब मिटिङ जस्तो भनौँ न, दुई बिचको कुराकानी कन्भर्सेसन, कुराकानी। खाइवालाई चाहिँ कुराकानी भन्छ है त। त्यो खाइवामा के लेखेको छ म पहिला सरसर्ती पढ्छु, हजुरहरूले बुक हेर्नुभयो भने चाहिँ सजिलो हुन्छ। बुक नभएको मान्छेले पनि एकचोटि सुन्नु होला है त। यसमा चाहिँ पेज नम्बर 7, यसमा चाहिँ 3जना मान्छेहरू हुनुहुन्छ होइन। सातो सान भन्ने, यामादा सान भन्ने, मिरा सान भन्ने हुनुहुन्छ। यो खाइवामा चाहिँ के भएको छ भन्दाखेरि चाहिँ सातो सान र यामादा हुनुहुन्छ। यामादा सानले चाहिँ सातो सानलाई चाहिँ मिरा सानको चाहिँ इन्ट्रोड्युस गराउँदैछ र मिराले पनि अब आफू फर्स्ट टाइम भएको भएर चाहिँ कसरी कन्भर्सेसन गर्ने, पहिलो मान्छेले भेट्दाखेरि अब कन्भर्सेसन कसरी सुरु गर्ने, कसरी कहाँबाट के बोल्ने भनेर चाहिँ यसमा लेखिएको छ। म चाहिँ पढ्न गइरहेको छु। बुक हुने मान्छेले बुक हेर्नु होला, बुक नहुने मान्छेले पनि सुन्नुभयो भने पनि चाहिँ म नाम पनि भन्छु कसले के भनेको छ भनेर एकचोटि बुझ्ने प्रयास गर्नुहोस् है त। सातो सालले के भनेछ भन्दाखेरि ओहायो गोजाइमास भनेछ। त्यसपछि म पहिला सर र पढ्छु अनि एक्सप्लेन गर्छु है त। सातो सालले चाहिँ ओहायो गोजाइमास भनेछ। त्यसपछि यामादा सानको कल आएछ। यामादा सानले चाहिँ के भन्छ भन्दाखेरि ओहायो गोजाइमास सातो सान कोचिरा वा माइकु मिरा सान देश भन्छ। अनि त्यसपछि मिरा सानले के भनेछ भन्दाखेरि चाहिँ हाजिमेमासिते माइकु मिरा देश अमेरिका कारा किमासिता दोजो एरोसिकु भनेको छ। अनि फेरि सातो सालले के भनेछ भन्दाखेरि सातो केइको देश दोजो एरोसिकु भनेको छ है त। मलाई चाहिँ नेपालीमा भन्छु है त। सातो सालको पालो है त। ओहायो गोजाइमास भनेको छ सातो सालले। ओहायो गोजाइमास भनेको चाहिँ गुड मर्निङ भनेको है त। त्यसपछि चाहिँ यामादाले के भनेको छ भन्दाखेरि चाहिँ ओहायो गोजाइमास, ओहायो गोजाइमास, गुड मर्निङ भनेपछि रेस्पोन्समा पनि गुड मर्निङै भनिन्छ है। त्यो नेपालमा पनि त्यही भनिन्छ। कसैले गुड मर्निङ भन्यो भने चाहिँ हामी पनि गुड मर्निङ भनिन्छ। उसले पनि त्यही भएर ओहायो गोजाइमास भनेछ। अनि उसले चाहिँ सातो सानलाई चाहिँ मिरा सानको इन्ट्रोड्युस गराउँदैछ है त। अब सातो सान भनेको, सातो सान कोचिरा भनेको चाहिँ उहाँ चाहिँ त माइकुमुरा सान देश हुनुहुन्छ। कोचिरा वा माइकुमुरा सान देश, उहाँ चाहिँ माइकुमुरा सान हुनुहुन्छ भनेर चाहिँ इन्ट्रोड्युस गराइदियो है त। अब मिरा सानको पाला उसले एउटा इन्ट्रोड्युस त गराइदियो। इन्ट्रोड्युस गराइदिइसकेपछि आफूले पनि आफ्नो बारेमा केही भन्नु पऱ्यो नि त होइन। उसले के भनेको छ भन्दाखेरि हाजिमेमासिते भनेको चाहिँ माई फर्स्ट ग्रिटिङ। पहिलोचोटि भेट्दाखेरि चाहिँ नमस्कार, नेपालमा नमस्कार भनिन्छ भने यहाँ चाहिँ हाजिमेमासिते भनेको चाहिँ फर्स्ट ग्रिटिङ है त। माइकु मिरा देश, म चाहिँ माइकु मुरा हो। अमेरिका कारा किमास्ता, म चाहिँ अमेरिकाबाट आएकी हुँ। दोजो एरोसिकु भनेको चाहिँ हजुरसँग भेटेर खुसी लाग्यो। दोजो एरोसिकु चाहिँ त्यही नै हो, हजुरसँग भेटेर खुसी लाग्यो। अब यामादाले सातोलाई मिरासँग चिनाइदियो। मिरा सानले चाहिँ म यो हो भनेर भनिसकेपछि सातो सानले पनि आफ्नो बारेमा भन्नु पऱ्यो नि त होइन। सातो सानले के भनेको भन्दाखेरि चाहिँ सातो केहीको देश, म चाहिँ सातो केहीको हुँ। दोजो एरोसिकु भनेको चाहिँ हजुरसँग भेटेर खुसी लाग्यो भन्ने चाहिँ कन्भर्सेसन छ। एकचोटि म फेरि सर र जापानिजमा पढ्छु। एकचोटि के भन्न खोजेको आफ्नो मनमा एकचोटि रिकल गर्नु है त। ओहायो गोजाइमास, सातो सान त्यही भनेको छ। यामादा सानले पनि ओहायो गोजाइमास, सातो सान
कोचिरा वा माइकु मिरा सान्देश मिरा सान्ने के भन्छ भन्दाखेरि हाजिमे मास्ते माइकु मिरा देश अमेरिका कारा किमास्ता दोजो एरोसिकु। अनि त्यसपछि 7औं सालले के भन्यो भन्दाखेरि चाहिँ सातो केइको देश दोजो एरोसिकु भनेर भनेको छ। यो चाहिँ कन्भर्सेसन हो। अब हजुरहरूले चाहिँ यो कन्भर्सेसनमा चाहिँ के गर्नु पर्यो भन्दाखेरि चाहिँ जस्तो कि सातोको ठाउँमा आफूलाई राख्नुहोस्, यमनाको ठाउँमा अरू कसैलाई राख्नुहोस्, मिराको ठाउँमा कसैलाई राख्नुहोस्, अमेरिकाबाटको ठाउँमा कसैलाई नेपाल भनेर लेख्नुहोस्। नेपाललाई चाहिँ नेपारू भन्छ होइन, नेपारू लेख्नुहोस्। अनि त्यसरी कन्भर्सेसन बढाउँदै जानुभयो भने हजुरहरूलाई प्र्याक्टिस पनि हुन्छ र बुझ्न सजिलो पनि हुन्छ है त। यति भन्दै आज क्लास सुरु गरौँ है। च्याप्टर 1मा चाहिँ सबै मैले भन्छु म सबै बुक पढ्नु पर्दैन है। बुकमा चाहिँ चाहिने नचाहिने कुरा अरू पनि लेखेको हुन्छ, डिटेलमा एकदम लेखेको हुन्छ। बुकबाट चाहिँ चाहिने कुराहरू मात्रै टिप्नु भयो भने चाहिँ म छोटकरीमा मात्रै भन्छु होइन, हजुरहरूले प्र्याक्टिस गर्नु होला है त। मैले बुकमा हेरेअनुसार बुकमा चाहिँ फर्स्ट च्याप्टरमा चाहिँ वा मो, वाको बारेमा, मोको बारेमा, नोको बारेमा, अनि त्यसपछि चाहिँ हाई, इए, आनो, दोनाता, नान, पछाडि मैले साई पनि थपेछु, नान साई, दारे, यसको बारेमा चाहिँ लेखेको रहेछ होइन। बुकमा जे लेखेको छ पहिला त्यति मात्रै पढौँ, त्यहाँभन्दा बढी पढ्न खोज्यो भने फेरि आउट अफ कन्ट्रोल हुन्छ। ल वाको बारेमा जाँदा वा भनेको चाहिँ चाहिँ हुन्छ है त, चाहिँ नेपालीमा मिनिङ भन्नुपर्छ चाहिँ हुन्छ है त। र मो भनेको चाहिँ पनि, नो भनेको चाहिँ रो, वातासिनो भनेपछि मेरो, आनातानो भने चाहिँ तपाईँको, भनेपछि के भन्नु त्यो मिनिङ नोको, कसको, दारेनो, नो नो नो, वातासिनो भन्दैछ मेरो किताब हो भनेपछि अरे नो नेपालीमा के भन्यो होला त नोलाई, वातासिनो होन्देस, दारेनो होन्देसका भनेको चाहिँ कसको भनेको नाउनको पछाडि जोडिन्छ है नो चाहिँ, नाउनको पछाडि। अनि त्यसपछि चाहिँ हाई भनेको इए भनेको मैले नेपाली मिस्टेक भयो भने चाहिँ माफ गर्नु होला। आनो भनेको चाहिँ यो, अहिले कन्डिसन अनुसार फरक हुनसक्छ। अहिले चाहिँ यो भनेर, आनो भनेको यो भनेर सम्झिनुहोस् है त, अथवा उहाँ भनेर सम्झिनुहोस् है। नजिकै भएकोलाई चाहिँ आनो भनिन्छ है। जस्तो जे पनि भयो भने चाहिँ आफ्नो नजिकमा जे छ त्यसलाई आनो भनिन्छ होइन। दोनता भनेको चाहिँ को, अलिकति रेस्पेक्ट, दोनता भनेको चाहिँ उहाँ, दोनता भनेपछि को हुनुहुन्छ है त, को नै भनौँ, क्वेसन मार्क हुन्छ यसको पछाडि चाहिँ। नान भनेको चाहिँ के कति, दारे भनेको पनि को है त। दारेको र दोनता भनेको एउटा, दारे भनेको चाहिँ डाइरेक्ट को भयो, अनि दोनताको चाहिँ उहाँ को हुनुहुन्छ भन्ने हुन्छ नि, अलिकति पोलाइट बोलिन्छ नि हामीले रेस्पेक्ट गरेर, त्यही भएर चाहिँ दोनता भन्ने युज हुन्छ है त। यिनै कुराहरू चाहिँ च्याप्टर 1मा लेखेको छ। त्यति धेरै डिटेलमा नजाउँ हामी, एकदम सर्ट फर्म एकदम सजिलो तरिकाले मात्रै सोचौँ, धेरै एकदम गाह्रो तरिकाले नसोचौँ है त। ल वाकोबाट म एउटा इक्जाम्पल दिन्छु होइन। वातासी वा गाउतामो देश, यो भने चाहिँ के हो नि भन्दाखेरि चाहिँ म गौतम हुँ भनेपछि मेरो नाम गौतम हो भने जस्तो भएन। नाममा जोडेर खानेपछि वातासी वा गाउतम देश भनेपछि म गौतम हुँ, त्यसपछि चाहिँ वाको जोडिन्छ नेपालीमा भन्नुपर्दा चाहिँ वातासी वा गौतम देश। अब बुकमा के रहेछ बुक पढौँ है त। बुक हुने मान्छेले चाहिँ बुक हेर्नु होला है त। वातासी वा माइकु मिरा देश, त्यही लेखा छ यहाँ पनि, म चाहिँ माइकु मिरा हुँ। अनि त्यसपछि चाहिँ 2 नम्बर के छ, सान्तोस सानो वा गाकुसे ज्या आरिमासेन अथवा देवा आरिमासेन, यहाँ ज्या पनि आएको रहेछ है त, ज्या र देवा पनि आएको रहेछ। ओहो बोर्डमा हटेन मेरो है त, एकछिन, देवा 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 अथवा ज्या। देवा र ज्या भनेको के हो चाहिँ भन्दाखेरि चाहिँ होइन, यसलाई चाहिँ नेगेटिभ बनाउँदाखेरि हालिन्छ है। जस्तो कि गाकुसे देश भनेको चाहिँ विद्यार्थी हो। म एकछिनलाई मेटेर पछि फेरि लेख्छु त भन्ने बेलामा है त। बोर्ड अलिकति सानो भएर चाहिँ
यहाँ लेख्न अलिक अब नलेखिकन अलिक बुझाउनु गाह्रो होला जस्तो लाग्यो। गाकुसी वातासी मैले पुरै वर्डै लेखेँ त वातासी वा गाकुसेई देश। यो भनेको चाहिँ म गाकुसेई भनेको विद्यार्थी है, विद्यार्थी म विद्यार्थी हो भनेको छैन। अब यसैलाई नेगेटिभ बनायौँ है त वातासी वा गाकुसेई देवा आरिमासेन। म चाहिँ विद्यार्थी होइन। देवाको ठाउँमा ज्या राख्नु मिल्यो है, जुन राखे पनि हुन्छ हजुरलाई जुन सजिलो लाग्छ त्यही राख्नु होला। ज्या यो दुईवटा राख्नु भयो। त्यही भएर कुनै पनि कुराहरूलाई नेगेटिभ बनाउन मन छ भने चाहिँ ज्या अथवा देवा आरिमासेन भनेर चाहिँ जोड्नु होला। बुकमा त्यही लेखाएको छ। सन्तोष सान वा गाकुसेई ज्या आरिमासेन भनेको चाहिँ सन्तोष सान चाहिँ विद्यार्थी होइन अरे। मिरा सान वा खाइस्याइन देश हो, खाइस्याइन हो यस्तो कहिले गाउँछ एउटा खाइस्याइन। खाइस्याइन भनेको चाहिँ कर्मचारी, सरकारी कर्मचारी भनौँ। खाइस्याइन भनेको चाहिँ कम्पनीको कर्मचारीलाई चाहिँ खाइस्याइन भन्छ है त। मिरा सान वा खाइस्याइन देश का भनेर सोध्दा चाहिँ कुनै पनि वर्डमा पछाडि का भनेर आयो भने चाहिँ क्वेसन मार्क हुन्छ है। खाइस्याइन देश का भनेर सोध्दा चाहिँ क्वेसन मार्क हुन्छ है। का भन्ने बित्तिकै पछाडि क्वेसन मार्क जोड्नु भयो भने चाहिँ मिस्टेक चाहिँ हुँदैन, जोड्नु होला है त। यहाँ बुकमा चाहिँ लेखाएर हुन्छ का पछि क्वेसन मार्क। सन्तोष सान म खाइस्याइन देश हो। यहाँ अब वा थियो, अब यहाँ मु आयो। ल मु भनेको पनि हो है त। सन्तोष सान चाहिँ खाइस्याइन कर्मचारी हो रे। अन्त चाहिँ मिरा सान चाहिँ कर्मचारी हो रे। सन्तोष सान म खाइस्याइन देश। सन्तोष सान म खाइस्याइन देश भनेको चाहिँ सन्तोष सान पनि कर्मचारी हो, यसरी बुझ्नु है त। त्यही भएर चाहिँ मिरा सान वा खाइस्याइन देश भन्यो, सन्तोष सान म खाइस्याइन देश भनेको चाहिँ दुइटै चाहिँ सरकारी कर्मचारी रहेछन्। म भन्नाले पनि मिनिङ आयो यहाँ चाहिँ। अब तल जाउँ के ल्याएको छ रेबुनमा चाहिँ आनाता वा माइकीमुरा सान देशका। मैले का भनेपछि के अरे क्वेसन मार्क आउँछ भने चाहिँ यहाँ बुकमा चाहिँ क्वेसन मार्क लेखेको रहन्छ, हजुरहरूले चाहिँ मिलाएर बुझ्नुहोस् है त। आनाता वा माइकीमुरा सान देशका भने चाहिँ हाई। अब यहाँ मैले हाई भनेको थिएँ, हाईको पालो यहाँ। कसैले हजुरहरूलाई क्वेसन सोध्यो भने चाहिँ जस्तो कि क्वेसन सोध्यो भने चाहिँ एउटा एन्सर हुन्छ हाई, अथवा इए हुन्छ होइन। ए भनेको चाहिँ इए भनेको चाहिँ जस्तो कि तपाईँहरूले के सोध्यो भने तपाईँ प्रकाश गौतम हो भन्नु सोध्यो मैले चाहिँ भन्नु पऱ्यो चाहिँ हाई वातासी वा गौतम हुँदैछ भन्नु पऱ्यो होइन। त्यसपछि म होइन भन्नु पऱ्यो नि त। इएको पछाडि चाहिँ ज्या आरिमासेन थप्नु पऱ्यो है त। फेरि यहाँ हाई हो भने के पनि थप्नु परेन। इयो हो भने चाहिँ ज्या अथवा देवा आरिमासेन थप्नु पऱ्यो है। एन्सर दिँदाखेरि चाहिँ क्वेसन सोध्नु त सोध्छ, कोही का भनेर सोधिदिन्छ, आफूले चाहिँ त्यसरी भन्नुपर्छ। बुक हेरौँ है त। आनाता वा माइकीमुरा सान देशका। तपाईँ चाहिँ माइकीमुरा सान हो भनेर सोधेको छ होइन। उसले चाहिँ के भन्यो भने हाई वातासी वा माइकीमुरा भनिदियो। आफ्नो पछाडि फेरि सान जोड्ने होइन, आफ्नो नामको पछाडि चाहिँ हाई वातासी वा गौतम देश। गौतम वातासी मैले आफूलाई सान भन्नु चाहिँ मिल्दैन। अरूले चाहिँ सान भन्ने हो, गौतम सान देश का भनेर सोध्छ भने आफूले चाहिँ हाई गौतम देश यसरी भन्नुपर्छ है त। हाई वातासी वा माइकु मिरा देश भनेको छ होइन। यसले चाहिँ हो रही, ऊ चाहिँ माइकुबाट रहेछ र हाई भन्यो। अब भन्ने कन्डिसनमा पढौँ है त। मिरा सान वा गाकुसेई देशका।
मिरासान चाहिँ विद्यार्थी हुनुहुन्छ भनेर सोध्यो। बुकमा के लेखेको छ? इए वातासी वा गाकुसेई ज्या आरिमासेन। म त विद्यार्थी होइन भन्यो। यदि विद्यार्थी हो भन्थ्यो भने चाहिँ हाई वातासी वा गाकुसेई देश भन्थ्यो। त्यही भएर इए भन्ने बित्तिकै जे अथवा देवा आरिमासेन थपियो एन्सरमा। 4 नम्बरको पेज नम्बर 6 को 4 नम्बरमा के लेखेको छ भन्दाखेरि आनो खाता वा दोनाता देशका हो आयो फेरि दोनाता देशका आफ्नो नजिकै हुनु रहेछ जस्तो कि धेरै टाढा हुनु रहेछ त्यो मान्छे आनो खाता पनि पढिहाल्नु भने पढिरहेको बेला आनो खाता दोनाता देशका भने चाहिँ त्यो मान्छे को हुनुहुन्छ भनेर सोधे। यो त्यो मान्छे को हुनुहुन्छ त्यो मान्छेले नसुन्ने गरेर सोध्नु पर्यो। फेरि त्यो मान्छेले सुन्ने गरेर आनो खाता दोनाता देशकामा सोध्नु भएन कि त्यो मान्छे अलिक उतोपट्टि छ, उसले सुनेको छैन तर तपाईँले त्यो मान्छे चिन्नु भएको छैन। त्यस्तो बेलामा चाहिँ त्यो मान्छे को हो भनेर सोध्नु पर्यो भने चाहिँ आनो खाता दोनाता देशका भनेको चाहिँ त्यो मान्छे को हुनुहुन्छ होला भन्यो। त्यो मान्छेले सुन्ने गरेर सोध्नु चाहिँ हुँदैन। फेरि त्यो मान्छे यदि नजिकै छ भने चाहिँ आनता देशका दोनाता देशका भने चाहिँ डाइरेक्ट सोध्नु चाहिँ मिल्यो फेरि होइन। थर्ड पार्टीसित सोध्दै हुनुहुन्छ भने आनो खाता दोनाता देशका त्यो मान्छे चाहिँ त्यो मान्छे को हुनुहुन्छ भनेर सोधेको है त। अनि त्यसपछि वात्तो सान देश साकुरा दाइगा कुन सेन्सेई देश भनेको छ एन्सरमा चाहिँ त्यो मान्छे चाहिँ वात्तो सान हो अरे। अनि साकुरा दाइगाको भनेको चाहिँ युनिभर्सिटी है। दाइगाको भनेको चाहिँ युनिभर्सिटीको चाहिँ सेन्सेई भनेको चाहिँ टिचर। साकुरा दाइगाको चाहिँ साकुरा युनिभर्सिटीको चाहिँ टिचर हो अरे भन्छ उसले भनेको छ है। अब हाइएको सकिसक्यो, खाइसिएन पनि भइसक्यो। यहाँबाट नानको आएछ ल। नान है त्यहाँ नान भनेको नानको पहाड के आउँछ त्यसले मिनिङ फरक पार्छ। अहिले चाहिँ के कति भनौँ पढ्नु है। के कति बुकमा के लेखेको छ त्यो अनुसार म एक्सप्लेन गर्छु है त। तेरेजा च्यान वा नान साई देशका हो। यहाँ च्यान भन्ने वर्ड आएछ त ल। तेरेजा च्यान वा नानसाई देशका भनेर चाहिँ क्वेसनमा गरिदिएको रहेछ है त। अब यहाँ च्यान तेरेजा अनि चाहिँ नाम भयो। च्यान भनेको चाहिँ बच्चाहरू हुन्छ नि, बच्चाहरूलाई चाहिँ च्यान भनेर बोलाउँछ है। ठुला मान्छेले च्यान भन्दैन कि। तर यो केटीहरूकोमा चाहिँ कस्तो हुन्छ भने फेरि केटीहरूलाई बोलाउँदा सानो केटीहरूलाई बोलाउँछ च्यान भनेर बोलाइरहेको हुन्छन् है। तर च्यानको एक्ज्याक्ट मिनिङ चाहिँ बच्चाहरूलाई बोलाउँदाखेरि चाहिँ तेरेजा च्यान भनेर चाहिँ बोलाउँछ है। तेरेजा च्यान चाहिँ नानसाईहरू पढ्दैन। नानसाईको नानको पछाडि साई भनेको चाहिँ उमेर है। साई भनेको चाहिँ उमेर, नान भनेको कति उमेर। तेरेजा च्यान चाहिँ कति उमेरको हो भनेर सोधेको छ है त। अब चाहिँ यसको उमेर चाहिँ कति रहेछ नि क्युसाई रहेछ है त। क्युसाई देश भनेको चाहिँ ऊ चाहिँ 9 वर्षको रहेछ है त। च्याप्टर 1 मा लगभग हेरी पछिल्लो पेजमा के इम्पोर्टेन्ट रहेछ भने चाहिँ पढौँ नत्र भने चाहिँ ओके। पछिल्लो पेजमा चाहिँ दारेको बारेमा लेखेको रहेछ त। दारे अथवा दोनाता भर्खरको थियो नि। दारे भनेको नि को, दोनाता भनेको नि को। तर यो चाहिँ अलिकति रेस्पेक्ट गरेको बेलामा है।
दोनोता देशका दारी देशका भन्ने चाहिँ एउटै हो है। दोनोता पछाडि चाहिँ यसमा लास्टमा चाहिँ देशका हुन्छ है। क्वेसन मार्क हुन्छ है त। ल बुकमा चाहिँ के लेखा छ भने बुक पेज नम्बर 8 को 3 को आनो हितो अथवा न खाता वा लास्टमा चाहिँ दारी अथवा दोनोता देशका भनेको छ। उहाँ चाहिँ को हुनुहुन्छ, त्यो मान्छे चाहिँ को हुनुहुन्छ भनेर सोधेको छ है। एन्सरमा के छ वातासी वा आइएमसी नो खाइसाइन दिस। नो पनि आएको छ, नो भन्नु पढेको छैन है। नो भनेको चाहिँ नो नो भनेको चाहिँ के आफ्नो चाहिँ त मेरो वातासी नो दारे नो कसको नो को चाहिँ मिनिङ के होला त हो। नो नो के आफ्नो कामको अगाडि नो ना वातासी नो मेरो दारे नो कसको नान्नो हुन् के को हो भन्छ। के हुन्छ त नोको मिनिङ? नो नो इन दिस को अनि मिनिङ हुन्छ त को होला नो भनेको। ल अहिले कन्डिसन हेर्दै जाउँ है त। फेरि वातासी नो भनेपछि मेरो, दारे नो भनेपछि कसको, अनि चाहिँ यहाँ के छ दारे नो। वातासी वा आइएमसी नो स्याइन देश भनेको छ होइन। म चाहिँ आइएमसी कम्पनीको स्याइन भनेको कर्मचारी हो। अनि दोस्रो नम्बरमा कारिना सान वा फुजी दाइगाकु नो गाकुसी देश। करिना सान चाहिँ फुजी युनिभर्सिटीको चाहिँ विद्यार्थी हो भनेको छ। अनि वात्तो सान वा साकुरा दाइगाकु नो सेन्सेई देश। वात्तो सान चाहिँ साकुरा युनिभर्सिटीको टिचर हो भनेको छ है त। मो अहिले भर्खर भनेपछि पनि पनि हो। नान साइकन हामीले पढिसक्यौँ भनेपछि च्याप्टर 1 मा लगभग यति नै हो। अरू यो बाटाबाटो अब अरू हजुरहरूले चाहिँ आफूले आफूलाई हाल्न मिल्ने ठाउँमा जस्तो कि भनौँ न यो पेज नम्बर 8 को यो वानसान लेखेको ठाउँमा भनौँ न, वानसान लेखेको ठाउँमा आफ्नो नाम जस्तो कि म भने गाउतामु वा चिगोको जिन देश। चिगोको जिन भनेको चाहिँ चिगोको भनेको चाहिँ चाइना, चाइनिज देश हो भनेको भनेको छैन। अनि वातासी वा इस्या देश, म चाहिँ डक्टर हो। यसरी आफूले आफूलाई हाल्न मिल्ने ठाउँमा हालेर गर्न मिल्नेसम्म चाहिँ प्र्याक्टिस गर्नुभयो भने चाहिँ यहाँ च्याप्टर 1 सकिन्छ। च्याप्टर 1 भएको यति नै हो। अर्को लेसनमा हामी च्याप्टर 14 पेज नम्बर 14 पढ्नेछौँ। हजुरहरूले नबुझेको कुराहरू छ केही छ भने चाहिँ कमेन्टमा, म भिडियो युट्युबमा हालिदिन्छु। युट्युबमा मेरो भिडियोलाई लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। हजुरहरूले सेयर गरिदिनु भयो भने हजुरहरू जस्तै पढ्न चाहने अरू मान्छेहरूको दृष्टिकोण त्यहाँ पर्नेछ, जसले गर्दा सबैलाई सहयोग पर्नेछ। यो मेरो सुरुवात हो। मैले केही गल्तीहरू बोलेको भए माफ गरिदिनु होला। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद छ। आगामी दिनहरूमा अलिकति सुधार ल्याएर हजुरहरूलाई अझ बढी बुझाउन सक्नेछु भन्ने प्रयास गर्नेछु। हस्त।